मोरङ लेटाङ लगायत पहाडी भूभागमा हालै निरन्तर भारी वर्षाका कारण सडक खण्ड मोटर बाटोमा अर्धक्षति भएको छ। वर्षाले बाटोमा कटान र धसापका घटना भएपछि सवारी आवतजावतमा कठिनाइ भएको थियो। समस्या दीर्घकालीन बन्न नदिन स्थानीय बासिन्दाहरू अधेरीदेखि बगुवासम्म स्वैच्छिक रूपमा एकजुट भई बाटो मर्मत कार्यमा जुटेका छन्। उनीहरूले आफै आर्थिक सङ्कलन गरी स्वरोजगारद्वारा बाटो पुनः प्रयोग गर्न योग्य बनाएका छन्। स्थानीय अगुवा मक्कर बहादुर मगरका अनुसार बाह्य कुनै पनि सहयोग बिना आफै जुटेर समस्याको समाधान गर्न सक्छौँ भन्ने उदाहरण दिनुभयो। उनका अनुसार अधेरी फलैचाबाट अमलडाँडासम्म स्थानीयहरूले प्रति घर रु 600 का दरले रकम असुली गरी रु जम्मा 21,000 बराबरीको सहयोग रकम सङ्कलन गरिएको थियो। हाल यस खण्डको मोटर बाटो आवतजावत गर्न सहज भएको समेत उहाँले जानकारी दिनुभयो। अब घरको महिनाको 600 रुपियाँले उठाएर चाहिँ हामीले चाहिँ यो काम बाटो चाहिँ रिपेयरिङ गर्न लागिरहेको। अब यो बाटो हाम्रो लागि चाहिँ अब मजाले बनाइदिने हो र यहाँनिर गाडी बाइकहरू चाहिँ राम्ररी हिँड्नु सकोस्। हाम्रो चाहिँ यति नै छ धराना। यस्तो किसिमको जनसहयोग र सामूहिक एकताले यस क्षेत्रको समस्यालाई तत्काल समाधान गर्न प्रेरणादायी बनेको छ। यद्यपि स्थानीयहरूले आगामी दिनमा यस्ता समस्या दोहोरिन नदिन स्थानीय सरकारसँग पूर्ण आशावादी रहेको छ।